मर्निङ फाइनली म चाहिँ अहिले डेलोमा आइपुगेको छु होइन। हजुरलाई मैले धेरै युट्युबमा मैले आज ब्लग बनाउँदै हो। वेदर चाहिँ यस्तो छ है, वेदर चाहिँ यस्तो छ, हेर्नुहोस् अलिक क्लाउडी छ हो, क्लाउडी वेदर छ, त्यसले गर्दा अलिक राम्रो भ्यू चाहिँ आएको छैन। तपाईँ म ट्राई गर्छु हजुरलाई मेरो ब्लगमा ल्याउनुको लागि होइन। हेर्नुहोस् त कस्तो मजाको फुलहरू छ हो। मेरो भाइले आज के चाहिँ भन्छ थाहा छैन, यो भाइले अलिक कमेन्ट्स गर्छ। भाइ के कस्तो लाग्यो त हजुरलाई डेलोमा? मलाई अहिले आयो भनेपछि यो भाइ अलिक राम्ररी घुमेको छैन होइन। उहाँलाई अब घुमेर मात्रै सेटिस्फाई हुन्छ, अनि त्यसको म तपाईँलाई ब्याकमा कमेन्ट्स दिन्छु। उहाँ चाहिँ अब अलिक उहाँले भन्नुहुन्छ, म भन्दैछु कि यो डेलो पार्क हो। हजुर यो कालिम्पोङको एउटा टुरिज्म स्पट हो। तर यहाँ बहुत राम्रो लाग्छ कि यहाँदेखि तपाईको काञ्चनजङ्घा भ्यू पनि मिल्छ। आजको वेदर चाहिँ कस्तो छ? आजको वेदर हेर्नुहोस्, आजको वेदर चाहिँ यस्तो छ, क्लाउडी छ होइन, राम्रो छैन। त्यसले गर्दा चाहिँ काञ्चनजङ्घा देख्दैन। आज चाहिँ कञ्चनजङ्घा देख्न सक्दैन। दामी कमेन्ट्स गऱ्यो भाइले, दामी। हो अब हेर्नुहोस्, फाइनली डेलो चाहिँ यस्तो छ, हेर्नुहोस् है। यो चाहिँ तपाईँको जिटिए टुरिज्मको पर्छ दार्जिलिङको होइन। आज चाहिँ त्यति साह्रो भिड छैन रहेछ हो, किनकि वेदर यस्तो ब्याड कन्डिसन छ हो, त्यो भएर त्यस्तो भिड चाहिँ छैन रहेछ। अनि यहाँ चाहिँ हर्स राइडिङ पनि हुन्छ हो। यसको टिकट चाहिँ तपाईँको ओन्ली फर 100 हो, एक राउन्ड मात्रै घुमाएर चाहिँ 100। तपाईँलाई कसलाई जसलाई गर्नु मन छ सक्नुहुन्छ हो। अनि मेरो भाइहरूले चाहिँ आज भ्यू पोइन्ट मात्रै हेर्छु भन्दैछ होइन। भ्यू पोइन्ट चाहिँ कस्तो छ होइन तपाईँलाई देखाइदिन्छु, हेर्नुहोस् है। भाइहरूलाई म कमेन्ट्स गरिदिन्छु। फाइनली मैले चाहिँ भ्युजको लागि हेरेर आएको छु अहिले। यस्तो छ हो। अब डेलोबाट फर्किँदैछु होइन, ब्याक। अब अलिक मुनि छ, माथि यस्तो भ्यू चाहिँ पाइनँ मैले होइन। अनि तपाईँलाई म अब ओह्रालो के हुन्छ देखाउँदै जाँदैछु होइन। यो फुलको नाम कसैले भन्न सक्नुहुन्छ? না ব্যাংক তো এখানে কি করে? না রে ये পোকা তুই ঠিকই বলছিস। আমার বলে নিয়ে যা। ये বসে আছি আমি রে এলে তুই কোথাও বস এক জায়গায়। ছেলেদের